मलाई हेल्प गर्दै हुनु हामी चाहिँ अहिले यता आइसकेको छौँ जङ्गलतिर पस्न आँटिसक्यौँ होइन राइना राइसाले त यहाँ राइनाले बोल्दै हुनुहुन्छ यो उखाल्ने अनि खन्ने ओ माय गॉड सबै लाउनुहोस् है त्यहाँभित्र के खानु भएको पिरो भयो चटपटी त्यही भएर फेन्टा खाँदै हुनुहुन्छ फुल पनि लगिसकेछ तेरो हेलो एभ्रिवान नमस्ते सेवा हजुर सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि एकदमै सन्चै छु साथीहरू अनि आज चाहिँ सटरडे होलिडे त्यही भएर हामी चाहिँ उता हावा खानु जाँदैछौँ होइन हेलो गर्मी छ त्यही भएर है टोपीहरू लगाएर सबै लगाएर रहेछ चाहिँ अगाडि सब वाउ कति मजाले फुलहरू यहाँ चाहिँ सेतै फुलेछ झर्नुहोस् न छिटो तपाईँ स्टेयरमा हिँड्नु सक्नुहुन्छ नि होइन टक 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 सटरडे हावा खानु जाँदैछौँ है हामी चाहिँ बाटो रहेछ हेलो के बोक्नु भएको हौ चटपटे बनाउनुको लागि भुजा र कुरकुरे लिनुहोस् यो त पर चाहिँ पार्क ग्रीन पार्क ल हिँड्नुहोस् अगाडि बेबी यता हो र यता $50 पाउँछ र क्या यो साइकल चाहिँ डे टाइममा चलाउनु पर्छ अरे 1 डेको लागि $50 पे गरेर लान सकिन्छ अरे बट साइकल कुदाउन आउँदैन हामीलाई त्यही भएर हामी चाहिँ हिँड्दै जाँदैछौँ नत्र हजुर बाटो थाहा छ ल बिस्तारै हिँड्नुहोस् है के बिस्तारै हिँड्नुहोस् हात होल गरेर हो त्यसरी अगाडि हिँड्नुहोस् है म पछाडि आउँछु कस्तो मजाले फुलहरू फुलेको हो यतातिर देख्नुभयो राइनाले सबै बोक्नु भएछ नि राइसाले चाहिँ किन नबोक्नु भएको ए राइनाले बोक्ने रे ओके राइनाले चाहिँ यहाँ मलाई हेल्प गर्दै हुनु गुराउने पनि सबै ब्याग पनि Oh my god. आमा कति स्ट्रङ हो राइना त राम नि ल दिनुहोस् थ्याङ्क यू राइना दिनुहोस् ओहो गर्मीमा हामी चाहिँ बाटोमा जाँदैछौँ है अहिले रहेछ यता हुनुहुन्छ राइना चाहिँ यता ल गर्मी साह्रो धेरै छ हो आज चाहिँ ओ माइ गॉड सक्क पारेर जाँदैछौँ हामी चाहिँ हेर्दै गर्नु होला साथीहरू हाम्रो भिडियो एकलाई पनि टोकिहाल्नुहोस् न प्लिज फेरि नै आउँदैछ बाइक रहेछ यता साइडमा आउनुहोस् है यसरी बाइकहरू आउँछन् रेन्जर आउँछ घाम लागेर आज चाहिँ रमाइलो भएको छ खतरा ओ माई गॉड गर्मी त आज त कम्ती छैन हो राइना त्यसरी नगर्नुहोस् बेबी साइडबाट हिँड्नु हो त्यसरी हामी चाहिँ अहिले यता आइसकेको छौँ जङ्गलतिर पस्न आँटिसक्यौँ होइन राइना यस हजुर ओके कैनी बी केयरफुल यू टू गभर्मेन्ट ल्यान्ड अरे यहाँ चाहिँ
हिँड्नुहोस् हामी चाहिँ जङ्गलभित्र पस्न आँटिसक्यौँ अब यो जङ्गलबाट जाने हामी ल हिँड्नुहोस् जङ्गलै जङ्गल जाने हो अब राइनालाई जङ्गलमा राइसाले बोक्नुहुन्छ अरे होइन यताको जङ्गलबाट सट्ट जाने हो जङ्गलमा चाहिँ ऊ आउँदैन नि त जङ्गलमा गाडीहरू बाइकहरू आउँदैन ऊ त्यहाँनिर चाहिँ ऊ त्यहाँसम्म मात्रै हो त्यसपछि चाहिँ त्यहाँ चाहिँ साइकल मात्रै आउँछ हो त्यहाँ चाहिँ बोक्ने ओके बाजे पनि जाँदा हुनुहुन्छ साइकलबाट कहाँ हिँड्नुभयो हामी पनि जाँदैछौँ उताउतै यता चाहिँ शीतल छ ल हिँड्नुहोस् अगाडि शीतलमा रहेन अगाडि अगाडि हुनुहुन्छ होइन मिठो छ गाडीहरू आएको छैन होइन कहाँ हिँड्नु भएको बोजूको साइड साइडमा यहाँ नि ए स्याडो ट्रीको स्याडोमा शीतलमा हिँड्नु भएको राइसाले चाहिँ राइनालाई बोक्ने रे त्यही भएर म यहाँ ढुङ्गी हुन्छ है कतिको चाहिँ बोक्नु सक्नुहुँदो रहेछ ल हिँड्नुहोस् पर टनेलसम्म है टनेलसम्म है ऊ त्यहाँ टनेल छ है राइसा कतिको बोक्नु सक्नुहुन्छ टनलसम्म है यता फर्किनुहोस् त एकचोटि ल हिँड्नुहोस् हो त्यसरी गर्दै बिस्तारै मार्क्स पनि झऱ्यो केही हुँदैन होस् राइसाले चाहिँ यहाँ राइनाले बोक्दै हुनुहुन्छ केही हुँदैन के बुया बुया गर्दा पनि डराउनुहुन्छ बाजे बजी उतातिर आउँदै हुनुहुन्छ राइनालाई त मस्त छ नि बोक्ने भन्नुभयो राइसाले चाहिँ बोक्दै हुनुहुन्छ राइनालाई म चाहिँ यहाँ के तान्दैछु यहाँ हाम्रो सामानहरू छ जुसहरू हेर्दै गर्नु होला हाम्रो भिडियो हामी चाहिँ हिँडेको उतातिर हावा खानु होलिडेको दिन ऊ त्यहाँसम्म है अब हामी चाहिँ यहाँ टनलमा आइपुग्यौँ यहाँ लु राख्नुहोस् राइसालाई ए राइनालाई ऊ टनलमा हिँड्नुहुन्छ आउनुहोस् यो अलिक मिलाउने हो यसरी टनेलसम्म मात्र है त्यहाँदेखि हिँड्ने हाइकिङ हिँड्ने मान्छेलाई बोकेर हुन्छ राइसा हाइकिङ पो हिँडेको त रहेछ टोपी झोला बोकेर टोपी लगाएर चस्मा ल्याउनु भएन केजी राइना 30 केजी केजीको मान्छेले ल हामी चाहिँ टनलबाट निस्क्यौँ ऊ त्यो क्रस गरेपछि त्यहाँ राइनालाई हिँड्नु लाउनुहोस् चाहिँ हिँड्नुपर्छ अनि मात्रै स्ट्रङ हुन्छ नत्र हुँदैन है राइना रहेछ बिस्तारै यहाँ अस्ति एउटा केटी लडेको छ नि यो त ओह्रालो छ बाटो हो त्यहाँ राख्नुहोस् त लु उसको पछाडि हामी चाहिँ अहिले टनलबाट निस्केर जाँदैछौँ लु हिँड्नुहोस् माथि हेर्नुहोस् न एरोप्लेन पुरो डाँडामा जाँदैछ नि हिँड्नुहोस् ए देख्नुभयो कहाँ छ एरोप्लेन जाँदैछ पुरो डाँडामा ह्यान्ड होल्ड गर्नुहोस् ज्ञानी साइकलहरू आउँछ हिँड्नुपर्छ नि ऊ त्यहाँनिर के छ मान्छेले टिप्दै हुनुहुन्छ है कति धेरै त्यहाँनिर चाहिँ के फलेको छ म देखाउँछु है त त्यहाँनिर के हो त्यसको नाम
माई गॉड कति धेरै फलेको हो Thầy ạ. Mẹ ơi, phải lưỡi cạp băng chứ mà. Phải đó. Lưỡi cạp băng yang thích đỉnh vô. Phải đó. Lưỡi cạp băng không phải cái. Hai mày á. ओ माई गॉड कति धेरै फलेको रहेछ देख्यो किम्बुहरू हेर्नुस् न आमामामा तर माथि माथि चाहिँ कति धेरै उ भएको रहेछ पाकेको मलबेरी मलबेरी भन्छ हैन यो किम्बु ओ माई गॉड कति धेरै के त्यहाँ पनि खाँदै हुनुहुन्छ टिपेर होला यस हिँड्नुस् बिस्तारै है नि साइकलहरू आउँछ ओके यस्तो अब चाहिँ साइकलहरू आउँछ यहाँ चाहिँ बी केयरफुल स्लोली ओके चराहरू नि कस्तो मजाले साउन्ड गर्दैछ नि के नि कराउँदैछ नि है चिरबिर गर्दैछ होइन यस बटरफ्लाई पनि छ यतातिर फ्लावरहरू पनि छ यस्तो मजाले फुलहरू नि यतातिर फुलेछ यहाँ चाहिँ के हुनुभयो अरे यता फर्किनुहोस् त किन यस्तो बाटोमा रहेन चाहिँ स्केयर हुँदै हिँड्दै हुनुहुन्छ होइन हेर्नुहोस् साइकल आउँछ भने नानाको हात होल गर्ने अनि साइडमा बस्ने हो कि होइन चाहिँ ब्याग हेर्नुहोस् न ब्याग कसरी बोक्नु भएको छ अगाडि बाटो ब्याग बोक्दै हुनुहुन्छ हजुर रहेछ पुगिसक्नु भएको छैन उ त्यहाँनिर नै हुनुहुन्छ सुई 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 हामी पनि जाने पुगिहाल्छ ओके अगाडि अगाडि नो रनिङ स्लोली साइकल आउँछ क्या नि हेलो एभ्रिवान हो माई गॉड तर कति मजाले कराएको गर्मी छ त्यही भएर टोपीहरू लगाएर अहिले चाहिँ राइनाले मलाई हेल्प गर्दै हुनुहुन्छ त्यही भएर हामी चाहिँ बारी पुग्न आँटेको छु यता हेर्नुहोस् त राइना राइना हेर्नुहोस् आमामामा यता हेर्नुहोस् न हेर्नुहोस् न ज्ञानी यहाँ फुल वाउ राइना ओ माई गॉड व्हाट अ ब्यूटीफुल फ्लावर गाइस ओ माई गॉड एउटा मात्रै लाउँछ है राइना वेट प्लिज चराहरू कस्तो मजाले कराइरहेको छ यतातिर चाहिँ भन राइना वेट गर्नुहोस् भनेको राइना चाहिँ यति धेरै सामान हेर्नुहोस् न तानेर अगाडि अगाडि कुद्यो फुल पनि लगिसकेछ तेरो हामी चाहिँ पुग्न आँट्यौँ बारी छैन भरै जाँदा लाउने यो गर्मी हुन्छ नि यो फुका टक्क अर्को लाएर जाने हो आज बारी खन्नु आउनु भएको यहाँ खन्दै हुनुहुन्छ है गम्बुट पनि लाउनु भएको छ राइनाले लैसले खन्नुहोस् बारी खन्नु हुँदैछ ए रहेछ र राइनाले चाहिँ बारी के लाउनु भएको त्यो गम्बुटहरू पनि हो र होइन किन लाउनु भएको खन्नुहोस् राइसालाई उता लाग्छ होइन यता फर्किनुहोस् यतापट्टि उता फर्किँदा उसले लाग्छ फेरि माटो सुन्नुहोस् माटो हल्का सम्पाङले भन्नुभएको माटो सुन्नुपर्छ माटो सुन्नुहोस् खन्नुहोस् सबैले गर्ने माटो सुन्नुपर्छ देश बनाउनुपर्छ अब नेपाल जानुपर्छ के थियो खेल्नुहोस् पर खन्नुहोस् टिचर पढ्ने अरे है रहेन त टिचर
टिचरको हजुर उकिल भनेको चाहिँ अब के देख्नु भयो हजुर खन्नुस् न गएर नि ज्ञानी त पछाडि देखिहाल्यो डाँट मस्किटोले टोकिहाल्छ उता फर्किनुहोस् यो बेसलाई तल तल तलसम्म छोप्ने यसरी ल जानु ओके यु क्यान प्ले छिटो भर्यो राइना दिदीलाई अब आगो त भेटिहाल्दो रहेछ राइसा पनि बढ्दैछ खन्नु है खन्नु हो त्यो फर्सी चाहिँ जग्गै राख्नु है फार्सी नखन्नुहोस् है फार्सीलाई नखन्नुहोस् अब चाहिँ नखन्नु हो त्यो उताको एउटा ओ त्यतापट्टि के हो त्यता शीतल रहेछ नदब चाहिँ खन्नुहोस् ल खन्नुहोस् त्यहाँदेखि किरेङ खन्नुहोस् लाग्छ है बिस्तारै है ल खन्नुहोस् राइना राइना माथि लाग्छ यहाँ नि तिम्रो यता बडीमा लाग्छ बिस्तारै गर्नुहोस् रहेछ जस्तै नगर्नु ज्ञानी त्यसरी सेट राइस नगर्नुहोस् है धुलो उड्छ के धुलो धनिया पनि कति मजाले हुँदै रहेछ धनिया ऊ परको टिप्नु पर्ने हो भाइजू मैले चाहिँ हेलो साथीहरू मैले चाहिँ लुगा पनि चेन्ज गरिसकेँ अनि मैले चाहिँ अब लट्टेको साग उखाल्नु पर्ने त्यही भएर लट्टेको साग उखाल्छु साथीहरू हेर्दै गर्नु होला पापडको साग उकाल्दै हुनुहुन्छ राइसा र राइना लु यहाँ दे मलाई ल्याइदिनुहोस् यो उखाल्ने अनि खन्ने मकै अरे हामीले चाहिँ यहाँ खन्दै उखाल्दैछौँ ल यो त एउटा हुँदैन सबै चुटिन्छ मात्रै के गर्ने हो रहेन ओ माय गॉड गीत बजाउँदै सब्जी त यस्तो पो छ त हौ खानुहोस् कति डह्रो छ नि कति डह्रो हो आमा लट्टेको साग उखालेको हामीले चाहिँ कम त डह्रो छैन के भएको अरू बेला त कस्तो मजाले उखाल्ने त्यो घाम लागेर हो कि डह्रो नै आलुहरू चाहिँ यहाँ भर्खरै उम्रिँदैछ यहाँ चाहिँ फेरि के भयो ल झ्यास पनि पो लाउनु भएछ यो ज्यास हो होइन यस्तो मात्रै उखाल्ने हो के सब्जी मात्रै पटपटेलो लाउनुहोस् ठुलो अलिक ओपन गर्नुहोस् न कति गर्ने हो हाफ चाहिँ हाफ मात्रै गर्ने लाउनुहोस् न चाहिँ के कति लाउनुहोस् न Oh my god. सबै लाउनुहोस् है हो त्यहाँभित्र नि तेलहरू पनि सबै लिएर आएको हो त्यहाँ बस्नुहोस् माइजू आउनुहोस् है अब पक्रिनुहोस् न टोकेकोले गर्दा रातो भएको हो धेरै छैन एउटा सानो छ राइना भन्दा सानो कमिलाले अलिकति माया गरेको छटपटे खाँदै हुनुहुन्छ होइन मिठो छ कि छैन हौ चटपट के खानु भएको पिरो भयो चटपटी त्यही भएर फेन्टा खाँदै हुनुहुन्छ
इस्युज पिरो भयो क्या नि पिरो भयो अरे त्यही भएर होइन चाहिँ फ्यान्टा खाने भन्नुहुन्छ जुस खाइसकेर पनि पुत्तलीहरू हेलो साथीहरू अहिले हामी चाहिँ बारीदेखि नै फर्किसक्यौँ सब्जीहरू टिपेर धोएर चटपटेहरू खाएर पनि हामी चाहिँ फर्किँदैछौँ घरतिर होइन राइस चाहिँ अगाडि अगाडि पर राइस चाहिँ कुदेर माटो राइसले चाहिँ बोक्नु भएको छ मैले तान्छु भनेर तान्दैछु एकछिन मैले तान्नु पर्ने म चाहिँ यहाँ छु यहाँनिर चाहिँ कति धेरै किम्बुहरू ओ माई गड किम्बु हेर्नुहोस् न रहेन खाने ट्राई गर्ने एउटा ल मिठो छ अर्को खाने मन परेन के चराहरू नै कराइरहेछ रहेछ अगाडि छ होइन र म चाहिँ यहाँ पछाडि बिराउँदैछु साथीहरू हामी चाहिँ घर जाँदैछौँ अहिले यतातिर चाहिँ केराको बोट पनि छ चराहरू नि चिरबिर कराउँदै सन यहाँ माथि सनसेट हुन आँट्यो अहिले चाहिँ राम राइस यहाँ हेर्नुहोस् न कुद्नु भएको रहेन चाहिँ यहाँ आउँदै हुनुहुन्छ बारी कस्तो लाग्यो आज बारीमा के गर्नुभयो चटपटीहरू हामी खन्नुभयो यता आउनुहोस् साइकल आउँदैछ बेबी साइक्लिङ गर्दै हुनुहुन्छ यहाँनिर चाहिँ वाउ कति मजाले नि सुसु आइसक्यो भने अब घर गएर गर्ने जङ्गलमा गर्नु हुँदैन रहेछ चाहिँ पर पुगेर उठ्दै हुनुहुन्छ रहेनरमा चाहिँ यहाँ पुलमा जाँदैछौँ है पुलमा तर्दैछौँ यता हेर्नुहोस् त यहाँदेखि गएर हेलो हेर्नुहोस् रहेनरमा चाहिँ यहाँ जाँदैछौँ रहेछ चाहिँ पर हेर्नुहोस् न पर टनलभित्र जाँदैछ हामी नि रहेछलाई भेट्ने कोसिस गर्दैछौँ साथीहरू टनलभित्र हामी नि पस्दैछौँ मैले चाहिँ रहेनमा नि टनलभित्र हात दिनुहोस् बेबी अहिले चाहिँ हामी यता जङ्गलमा आइपुगिसक्यौँ घर फर्किँदैछौँ साथीहरू रहेछ चाहिँ अगाडि कुदेकै छ रहेनमा चाहिँ यहाँ बिस्तारै जाँदैछौँ होइन रहेन यता आउनुहोस् हो त्यहाँनिर रहेन चाहिँ रहेन पनि आउनुहोस् चट्टसँग रहेन आउँदै हुनुहुन्छ म यहाँ छु रहेछ चाहिँ अगाडि पर बेचाउँदै हुनुहुन्छ आउनुहोस् न छिटो हात दिनुहोस् यतातिर जङ्गल छ जङ्गल हामी चाहिँ फर्किँदैछौँ साथीहरू कुदेर हो भन वेट गर्नुहोस् है कुदेकै रहे रहेन र म चाहिँ यहाँ दिँदैछु रहेछ चाहिँ अबदेखि म गर्छु है रहेछ अब म तान्छु हामी चाहिँ माटो ल्याउँदैछौँ बाहिरमा सब्जीहरू रोप्नुको लागि बारीबाट आज चाहिँ सटरडे होलिडे हो त्यही भएर बारी गएर फर्किँदै गरेको अहिले चाहिँ साथीहरू
जङ्गल 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 छ यता चाहिँ राम्रो राम्रो हाम्रो भन्नु पनि नमिल्ने राम्रो राम्रो जङ्गल छ Wait there, I saw wait there. Thank you so much everyone for watching my video. अनि हजुरहरुलाई आजको मेरो भिडियो कस्तो लाग्यो? Please Like, comment, share, and subscribe and support. bye bye everyone. Love you all.